छोरा नानी सधैँको मेरो बिहानको रेगुलर ड्युटी यही हो है, नानी गाडीमा ल्याएर पठाउनुपर्छ। गुड मर्निङ, आजको न्यू ब्लगमा स्टार्ट गर्दैछु। सो आज म नानी पुऱ्याउन आइरहेको छु स्कुलमा। स्कुल त के रोडमा निस्किरहेको छु गाडीमा पठाउनु लागि। अन्त नानी चाहिँ यहाँ बसिरहेछ, नक्कल पारेर यहाँ बसिरहेछ। म चाहिँ गाडी पर्खिरहेको छु, म र नानी सधैँको मेरो बिहानको रेगुलर ड्युटी यही हो है, नानी गाडीमा ल्याएर पठाउनुपर्छ। सो काम पनि मजाले लागेको छ आज। तपाईँहरू पनि ठिकै हुनुहुन्छ होला है। यहाँ चाहिँ स्कुल जान लागि रेडी भइरहेछ, गाडी पर्खिरहेछ। अफिस गएको पनि घाम मजाले लागिरहेछ, कुकुर पनि कुद्दैछ र तल रोड देख्दैछ हो। म चाहिँ यहाँ बसिरहेको छु रुखको छायामा, अलिक चिसो हुन्छ। म चाहिँ म रुममा आइसकिसक्यो हो। सो गरमले यहाँ हतपत भइरहेछ, बाहिर यस्तो डरले घाम लागिरहेछ। आज चाहिँ रुम सफा गर्नुहुन्छ, किनकि अब रुममा बस्छु। त्यही कारणले गर्दा आज धेरै दिन घरको घाम लागेको है। म बाहिर नजर हुन्छु। दिदी क्या दामी घाम लाग्यो आज है, किन हौ? चाहिँ म नानीहरूको लागि आइसक्रिम बनाउँदैछु नि त। नानीहरू स्कुल पठाएर आएर चाहिँ दिउँसो चाहिँ म आइसक्रिम बनाउँछु। प्याकेटको दुध ल्याएको, त्यति अब फ्याट छैन हो, तर पनि हल्का फ्याट छ। मजाले उमालिसकेको छु हो मैले। अब यसमा चाहिँ बिस्किट हाल्नु है। मैले चाहिँ बिस्किट दिएको छ रुममा हो, यही बिस्किट छ नानीहरू खाने, र म यसकै बनाउँछु अब हो। लाउँछु हल्का चिनी पनि हाल्नुपर्छ, किन गुलियो हुन्छ अभियसली है। अब बिस्किट एड गर्दैछ। नानीहरू आइसक्रिम खान्छु भनेर वाक्कै लगाइरहेको छ है। गरम त्यस्तै छ, अन्त बनाइराख्नु लागि है बिस्किट हाल्दैछु म चाहिँ। पहिला मजाले पकाउनुपर्छ है अझै, अन्त चाहिँ हुन्छ है। अब मेरो चाहिँ यतिको भइसकेको छ है। स्म्यास गर्दैछु चाहिँ मजाले हो। चिनी एड गर्नुपर्दैन, किनकि गुलियो छ नि त अलरेडी। नत्र चाहिँ चिनी एड गर्दा पनि भयो, तर मलाई चाहिँ त्यति गुलियो मन पर्दैन, साह्रै गुलियो पनि। त्यही भएर नि आज चाहिँ नानीहरूलाई मजाले आइसक्रिम बनाइदिनु पर्नेछ हो। मजाले पकाउनु पऱ्यो, सेलाउनु पऱ्यो। त्यहाँदेखि चाहिँ ब्लेन्डर मिक्सीमा सेलाएर हालेर चाहिँ मजाले पिसेर त्यहाँदेखि चाहिँ हाल्नु पऱ्यो नि त। यसलाई चाहिँ मजाले अलिक सेलाएर चाहिँ मिक्सीमा हालेर पिस्नुपर्छ है। यसलाई चाहिँ यसलाई सेलोस्, त्यहाँदेखि चाहिँ पिसेर चाहिँ म बनाउँछु। बनाइसकेको छु हो, 2टा बट्टा निस्क्यो। सो अब यसलाई चाहिँ मिक्सीमा पिसेर निकालेको नि त, यही हो मिक्सीमा पिसेर निकालेको। अब चाहिँ यसलाई चाहिँ उयसमा हाल्नुपर्छ, डिप फ्रिजमा, अन्त 24 घन्टाको लागि राखिदिनुपर्छ है। त्यहाँ चाहिँ खाँदा भयो। यसमा एड गर्दा भयो काजुहरू छ के छ नि, म चाहिँ सादै हाल्दैछु है। खल्नु यार कसरी टेस्ट छ? टेस्ट नु कसरी छ टेस्ट? मिठो। I will give you. स्कुलबाट आएर अब ट्युसन जानु आँटेको। कहाँ जानु आँटेको? ट्युसन। मजा आउँछ ट्युसनमा? सेप्टो खान्छ? सेप्टो खान्छ दुईजनाले? खान्छ। स्कुलबाट आएर बसिरहेछ सेरीमा। खै याङछेन यहाँ हेर्नुहोस्। हेलो याङछेन। हेलो। ट्युसन जाने। कहाँ जाने? ट्युसन। आजको ब्लग भी एन्ड बाई बाई, टेक केयर, बाई बाई, किप सपोर्ट मी।